तकबिन आज हामी युवाहरूले खोजिरहेका रवि लामिछानेको बारेमा केही चर्चा र परिचर्चा गर्नेछौँ। दर्शकबिन कुनै बेला रवि लामिछाने पत्रकार, टेलिभिजन प्रस्तोता र सामाजिक अभियन्ता थिए। उनी सिधा कुरा जनतासँग भन्ने लोकप्रिय कार्यक्रमबाट जनताका समस्या र सामाजिक राजनीतिक विषय उठाएर धेरै नै परिचित भएका थिए। दर्शकबिन रवि लामिछाने सामाजिक सेवामा पनि त्यति नै सक्रिय थिए। उनले बाल शिक्षा, स्वास्थ्य, विपन्न राहत, ग्रामीण अस्पताल स्थापना लगायतका विभिन्न काम समेत गरेका थिए। उदाहरणका लागि कालीकोट जिल्लाको रसकोटमा 15 बेडको डिजिटल ग्रामीण अस्पताल बनाउनमा उनको भूमिका अहम देखिन्छ। उनले जनताको हितमा विभिन्न काम गर्दै उनले राजनीतिबाट जनताको सेवा गर्ने निर्णयमा पुग्दै सन् 2022मा उनले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे। 2022मा नै भएको निर्वाचनमा चितवन 2बाट उनी निर्वाचित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो पार्टी बन्न सफल भएको थियो। चुनावपछि उनी बनेका थिए उपप्रधानमन्त्री र गृहमन्त्री। दर्शकबिन रवि लामिछानेको राजनीतिक यात्रा निकै बाधित र कष्टकर बन्न पुग्यो। सन् 2023को जनवरीमा सर्वोच्च अदालतले फैसला गर्यो कि अमेरिकन नागरिकता छोडेपछि उपयुक्त प्रक्रिया नमिलाई नयाँ नेपाली नागरिकता नलिएको भन्दै सोही कारणले उनको सांसद पद, मन्त्री पद र पार्टीको नेतृत्व खाली हुने अवस्था सिर्जना भएको थियो। त्यसपछि जनवरी 2023को अन्त्यतिर कानुनी प्रक्रिया पूरा गरी नयाँ नागरिकता प्रमाणपत्र पाए र पुनः चितवन 2बाट निर्वाचित भएका थिए। दर्शकबिन अब कुरा गरौँ रवि लामिछाने विरुद्ध लागेको सहकारी घोटाला आर्थिक भ्रष्टाचारको आरोपको बारेमा। सन् 2024देखि उनलाई विभिन्न सहकारी संस्थाहरूसँगको घोटालामा आरोपी बनाइएको छ, जसमा उनलाई सहकारी निर्माणकर्ता तथा सञ्चालकहरूबाट जम्मा भएको रकम करोडौँ रुपैयाँ मिडिया कम्पनी गोर्खा मिडिया नेटवर्कतर्फ सारिएको। सन् 2025 अप्रिलमा अदालतको आदेशपछि उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो। ती घटनाक्रमसँगै सन् 2024 डिसेम्बरमा उनको सांसद पद निश्चित रूपमा निलम्बन गरिएको थियो। विरोधीहरूले उनलाई भ्रष्टाचारी नेता भनी आलोचना गरेका छन्। उनको राजनीतिक भविष्य अहिले अनिश्चित देखिन्छ। दर्शकबिन अब चर्चा गरौँ रवि लामिछानेको उदय, पतन, लोकप्रियता, आलोचना र जनभावनाको बारेमा। रवि लामिछानेलाई धेरै मानिसले सकारात्मक रूपमा अवलोकन गर्दथे। उनको कार्यक्रम र सिधा शैली जनताले एकदमै मन पराइरहेका थिए। तर नागरिकता विवाद, सहकारी घोटाला, भ्रष्टाचार आरोप यी सबैले उनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। अझै अदालतमा मुद्दा चलिरहेको र कानुनी परिणामहरू आउन बाँकी छ। त्यसैले भविष्यमा उनी कहिले बन्दी बन्ने पार्टीको अझै अदालतमा मुद्दा चलिरहेको र कानुनी परिणामहरू आउन बाँकी छ। त्यसैले भविष्यमा उनी कहिले पार्टीको नेतृत्व गर्ने कि नगर्ने त्यसबारे अझै निश्चित भएको छैन। रवि लामिछाने किन विवादास्पद? आउनुहोस् दर्शकबिन अब यसको बारेमा चर्चा गरौँ। उनी बहुप्रश्न उठाउने, जनताको समस्या उठाउने शैलीका कारण प्रख्यात थिए, जसले दल र सरकारलाई पनि कठोर प्रश्न गर्न उनी सक्षम थिए। तर जब उनी आफै आर्थिक कानुनी आरोपमा पर्न थाले, त्यसले उनको जनताले गरेको विश्वासमा उनको छविमाथि ठुलो धक्का दिएको छ। उनको कारणबाट उत्पन्न विवादले मात्र आफूलाई होइन कि उनको दल, समर्थक र नेपाली राजनीतिमा समेत अस्थिरता ल्याएको छ। दर्शकबिन हाम्रो च्यानललाई सब्स्क्राइब र भिडियोमा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला।